हेलो एन्ड नमस्ते। आज हामी गर्दैछौँ प्रब्लम 9 बाट। यसमा दिएको छ इयर 5, 6, 7, 8, 9, 10 र त्यसै गरी यसमा प्रॉफिट एन्ड लस छ। यो तपाईहरुले आफ्नो क्वेशनमा हेर्ने। ब्यालेन्स अफ लस फ्रम इन्भेस्टमेन्ट एट द इन्ड अफ इयर 4। इयर 4 सम्म आइसक्दाखेरि चाहिँ लस भएको छ अरे। एमाउन्ट रुपीज 2,25,000 इयर 4 सम्म आउँदाखेरि हामीलाई डाइरेक्ट 5 बाट दिएको छ र यसमा एडिशनल इन्फर्मेसनमा चाहिँ हामीलाई दिएको छ कि इयर 4 सम्म आउँदाखेरि चाहिँ अझै पनि 2,25,000 चाहिँ लस छ अरे। आउट अफ व्हिच रुपीज 1,50,000 वाच, जसमध्ये चाहिँ 1,50,000 चाहिँ इयर 1 मा छ अरे। एन्ड रिमाइनिङ वाच अफ रुपीज इयर 3 र रिमाइनिङ ब्यालेन्स चाहिँ इयर 3 मा छ अरे। यसको मतलब यो जुन छ 2,25,000 इयर 4 सम्म आइपुग्दाखेरि यो 5 देखि मात्र हामीलाई डाइरेक्ट दिएको छ। त्यसैले 1 देखि 4 सम्म पनि त अगाडि लसहरु हुन सक्छ। त्यो लसको बारेमा भनेको र त्यो लस चाहिँ 2,25,000 छ अरे इयर 4 सम्म आउँदाखेरि, र जसमध्ये चाहिँ इयर 1 मा चाहिँ 1,50,000 छ अरे र रिमाइनिङ ब्यालेन्स चाहिँ इयर 3 मा छ अरे। मतलब 2,25,000 मा 1,50,000 घटाउँदा जुन उफ्रिन्छ त्यो चाहिँ इयर 3 को हो भनेर त्यसरी बुझ्नुपर्ने हुन्छ। अब हामी सबैभन्दा अगाडि सोलुसनमा कम्प्युटेसन अफ ट्याक्सेबल इन्कम भनेर लेख्छौं। त्यसपछि इयर हाम्रो 5, 6, 7, 8, 9, 10 छ त्यो राख्छौं र यसमा प्रॉफिट एन्ड लस क्वेशनमा दिएको जस्ताको त्यस्तै सार्छौं। इयर 5 मा छ 45,000, 6 मा नील, 7 मा 60,000, 8 मा 30,000 र 9 मा 91,000। त्यसै गरी इयर 10 मा 12,000। अब यसमा हामीलाई चाहिँ यो 9 बाट चाहिँ थोरै चेन्ज आउँछ। यस्तो खालको क्वेशन चाहिँ 5 मार्क्समा आउने प्रोबेबिलिटी रहन्छ। यसमा चाहिँ हामीलाई कुनै डोनेसन, पीसीसी, आरडी, एक्सपेन्सेस र इन्कमहरु दिएको छैन। यसमा चाहिँ सिधै हामीलाई लस मात्र दिएको छ र यसलाई चाहिँ अब हामीले यहाँ एड ब्याक गर्ने र लेस गर्ने केस नदिँदाखेरि सिधै हाम्रो अर्को स्टेप आउँछ क्यारी फरवर्ड अफ लसेस, र यसमा हामीले लसेसलाई क्यारी फरवर्ड गर्ने मात्र केस छ र हामी त्यही गर्छौं। अब यसमा क्यारी फरवर्ड अफ लसेसमा हामीलाई इयर 1 मा दिएको छ 1,50,000 जुन हाम्रो एडिशनल इन्फर्मेसनमा थियो, र इयर 3 मा 75,000, 2,25,000 मा 1,50,000 घटाउँदाखेरि जुन उफ्रिन्छ 75,000 त्यो चाहिँ हाम्रो इयर 3 को लस हो। र यसमा हामीलाई क्वेशनको जुन प्रॉफिट एन्ड लस एकाउन्ट छ त्यसमा हामीलाई लस दिएको छैन, सबै पोजिटिभ ब्यालेन्समा छ। त्यसैले हाम्रो जुन एडिशनल इन्फर्मेसनको थियो इयर 1 र इयर 3 को लस हामी त्यसलाई नै क्यारी फरवर्ड गर्छौं। अब इयर 1 को हाम्रो जुन छ जेनरल लसेसहरु हाम्रो 7 इयर्समा क्यारी फरवर्ड हुन्छ। त्यसैले इयर 1 को हामीले अब 7 इयर्समा पुग्दाखेरि हामी 2 बाट काउन्ट गर्छौं। 2, 3, 4, 5, 6, 7, 8 8 वर्षको टेबलसम्म चाहिँ हाम्रो क्यारी फरवर्ड गर्न मिल्छ। यो 5, 6, 7, 8 सम्मको टेबलसम्म हामीले क्यारी फरवर्ड गर्न मिल्यो। अब र हामी यो अब इयर 1 लाई क्यारी फरवर्ड गर्छौं। जम्मा चाहिँ हाम्रो 1,50,000। अब यो हाम्रो 8 इयरको टेबलसम्म जान्छ। 5, 6, 7, 8 इयरको टेबलसम्म 7 वर्षसम्म क्यारी फरवर्ड गर्दाखेरि 2 बाट गन्दा। र अब सबैभन्दा अगाडि इयर 5 मा छ 45,000, हामीले 1,50,000 रिकभर गर्नु छ। त्यसमा 5 इयरको इन्कम चाहिँ 45,000 छ, त्यसमा हामीले 45,000 नै रिकभर गर्न पायौं। अब इयर 6 मा नील छ त्यसैले गएन। अब 1,50,000 मध्ये यहाँ हेर्ने 1,50,000 मध्ये 1,50,000 मध्ये हामीले 45,000 घटाउँदा हाम्रो अझै 1,05,000 रहन्छ। अब 1,05,000 रह्यो हाम्रो अझै घटाउन रिकभर गर्नको लागि। इयर 7 मा छ 60,000 हाम्रो 60,000 नै रिकभर भयो। अब 60,000 अझै रिकभर गर्दाखेरि मैले तपाईहरुलाई क्याल्कुलेसन गर्ने तरिका सिकाएको हो। यहाँ 60,000 रिकभर गर्दाखेरि अझै पनि हाम्रो 45,000 रहन्छ। अब 45,000 मा इयर 8 मा भनेको 30,000 मात्र छ, त्यसैले हामीले 30,000 नै रिकभर गर्न पायौं। अब 1,50,000 मा इयर 5, इयर 7 र इयर 8 मा हामीले रिकभर गर्दै लादा पनि हाम्रो अझै 15,000 उफ्रिन्छ। 45,000 मा हामीले 30,000 रिकभर गर्यौं। 30,000 रिकभर गर्दाखेरि अझै पनि हाम्रो 15,000 उफ्रिन्छ। त्यसैले यो 15,000 चाहिँ अब हामीले 8 इयर देखि उता टेबलमा लान पाउँदैनौं। 9 र 10 टेबल छ तर हामीले पाउँदैनौं, किनभने हाम्रो जुन 1 वर्षको
लस छ त्यसलाई हामीले 7 इयरसम्म मात्र क्यारी फरवर्ड गर्न पाउँछौँ। 7 इयर मतलब यो 7 इयरको टेबलसम्म भन्ने हुँदैन, हामीले जम्मा 7सम्म गनेर पुर्याउँछौँ। 2बाट 2 3 4 5 6 7 8 गर्दाखेरि हाम्रो 8 टेबलसम्म गयो। अब त्यसै गरी यो 3को इयर 3को हामीले काउन्ट गर्ने भने 4 देखि जान्छौँ। 4 5 6 7 8 9 10 यसरी यो 10 टेबलसम्म जान्छ। हामी यसरी काउन्ट गरेर 7 इयरसम्म काउन्ट गरेर टेबल पुर्याउँछौँ कि कुन टेबलसम्म क्यारी फरवर्ड हुन्छ भनेर। र हाम्रो 15,000 अनरिकभर लस भयो। तपाईहरूले यसको 10 देखि उता अनरिकभर लस भनेर 15,000 भनेर देखाउने। त्यस पछाडि इयर 3को लस छ 75,000। अब 75,000 को हामीले काउन्ट गर्यौँ 10 टेबलसम्म पुग्छ भनेर। 2 3बाट इयर 3सम्म, इयर 3को हामीले इयर 4बाट स्टार्ट गर्छौँ। 4 5 6 7 8 9 10 भनेर हाम्रो 7 इयरसम्म गर्दाखेरि 4बाट 10सम्म 10 टेबलसम्म पुग्यो 7 इयर गर्दाखेरि। त्यसैले अब हाम्रो 8सम्म त हाम्रो सबै इन्कमहरू हामीले इयर 1कै रिकभर गर्दाखेरि निल भइसक्यो। त्यसैले अब हाम्रो सिधै 9को मात्र छ इन्कम 91,000। यसैमै हामीले जुन छ हाम्रो इयर 3को 75,000 त्यसलाई हामीले रिकभर गर्न पायौँ। अब 91,000 मा 75,000 हाम्रो पुरै रिकभर भयो। त्यसैले यसको यहाँदेखि उता हाम्रो जानु जरुरी भएन। अब ट्याक्सेबल इन्कम हाम्रो इयर 5 को निल भयो, इयर 6 को निल, इयर 7 निल, इयर 8 निल र इयर 9 को हाम्रो इन्कम अझै उब्रेको कारणले गर्दा 91,000 मा 75,000 गर्दा हाम्रो 16,000 अझै रहन्छ र इयर 10 को हाम्रो 12,000 जस्ताको त्यस्तै। र ट्याक्सेबल इन्कम हाम्रो 16,000 र 12,000 आयो। यसको टोटल एन्सरमा पछाडि बुकको एन्सरमा देखाएको हुन्छ। र अब यसको एक्सप्लेनेसन पनि हामीले देखाउनु पर्ने हुन्छ। हामीलाई क्वेसन एक्सप्लेनेसन सोधेको हुन्छ। मैले तपाईहरुलाई एक्सप्लेनेसन अगाडिबाट नै सिकाइराको छु र यसको इयर 1 को एउटा एक्सप्लेनेसन देखाउँछु। अनरिकभर्ड लस अफ इयर 1 अफ ₹50,000 वाज रिकभर इन इयर 5 ओन्ली ₹45,000 and remaining unrecovered loss of 15,000 cannot be recovered because of lapse of recovery period। यसमा जुन छ हाम्रो यो 15,000 1,50,000 जुन इयर 1 को लस थियो त्यो चाहिँ हाम्रो इयर 5 इयर 7 र इयर 8 मा हामीले रिकभर गर्दा पनि हाम्रो 15,000 अझै अनरिकभर रहेको कारणले गर्दा यसको हामीले कजमा लेख्छौँ बिकज अफ ल्याप्स अफ रिकभरी पिरियड भनेर। किनभने यसको चाहिँ 8 नम्बरसम्म मात्र हाम्रो 7 वर्षसम्म मात्र क्यारी फरवर्ड हुन्थ्यो र क्यारी फरवर्ड गर्ने टाइम पनि सकिसकेपछि पनि अझै पनि रिकभर नभएको कारणले गर्दाखेरि चाहिँ त्यसरी हामी नोटमा लेख्छौँ। मैले त्यो नोट लेख्ने तरिका देखाएँ र इयर 3 को तपाईहरुले फुली। त्यसै गरी हामी अब गर्दैछौँ प्रब्लम नम्बर 10। हाम्रो 9 देखि यताको क्वेशनहरु सेमै छ। अब यसमा इयर दिएको छ 1 देखि 8 सम्म र यसमा प्रॉफिट एन्ड लस हामीलाई लस र पोजिटिभ ब्यालेन्समा देखाएको छ माइनस एन्ड प्लसमा, त्यो तपाईहरुले हेर्ने। र हामीलाई रिक्वायरमेन्ट ट्याक्सेबल इन्कम अफ अ कम्पनी एक्सप्लेनेसन विथ नेसेसरी भनेर नै सोधेको हुन्छ। अब हामी यसको सोलुसन गरौँ। हामी सबैभन्दा अगाडि लेख्छौँ कम्प्युटेसन अफ ट्याक्सेबल इन्कम। अब हामी फर्मेट बनाउँछौँ इयर कतिसम्म दिएको छ त्यही राख्छ 1 2 3 4 5 6 7 8 र प्रॉफिट एन्ड लस हामी क्वेशनमा दिएको जस्ताको त्यस्तै सार्छौँ। इयर 1 मा छ 50,000 माइनसमा, इयर 2 मा छ 25,000 माइनसमा, इयर 3 मा छ 10,000 प्लसमा, इयर 4 मा 25,000 माइनसमा, इयर 5 50,000 प्लस, इयर 6 मा 20,000, इयर 7 मा 30,000 र इयर 8 मा 50,000। अब यसमा हामीलाई यो सेम प्रब्लम 9 जसरी नै छ। यसमा हामीलाई पीसीसी आरडी डोनेसनको केस केही नदिएको कारणले गर्दा हामी सिधै यसमा क्यारी फरवर्ड अफ लसेस गर्छौँ। अब हाम्रो इयर 1 मा दिएको छ 50,000 लस जुन छ हाम्रो क्वेशनमै, इयर 2 मा 25,000, इयर 4 मा 25,000। हामीलाई लस यदि दिएको छ हामी यसलाई क्यारी फरवर्ड गर्छौँ। हाम्रो एडिसनल इन्फर्मेसनमा कुनै कुरा दिएको छैन। हामीलाई सिधै क्वेशनमा प्रॉफिट एन्ड लस एकाउन्टको फिगर देखाएको छ र हामी त्यसमै भएको लसलाई मात्र क्यारी फरवर्ड गर्छौँ। अब इयर 1 को हाम्रो गर्ने तपाईहरु 2 बाट गनेर 7 सम्म पुर्याउँदाखेरि कति टेबलसम्म क्यारी फरवर्ड हुन्छ भनेर गर्ने। 2 3 4 5 6 7 8 टेबलसम्म हाम्रो क्यारी फरवर्ड हुन्छ इयर 1 को। त 50,000 हाम्रो लसमा छ, हामीले त्यसलाई क्यारी फरवर्ड गर्ने हो। हामी इयर 2 बाट क्यारी फरवर्डमा जान्छौँ। तर यो चाहिँ भरि आउने कुरा हो है। तर यो 2 हाम्रो लसमै भएको कारणले गर्दा हामी 2 मा घटाउँदैनौँ। अब इयर 3 मा 10,000 छ इन्कम, त्यसैले 50,000 मध्ये हामीले 10,000 इयर 3 मा रिकभर गर्दियौ। त्यसै गरी इयर 4 को पनि लस छ, त्यसैले हामीले क्यारी फरवर्ड हुँदैन। हाम्रो 8 टेबलसम्म जान्छ। सो इयर 5 मा 50,000 इन्कम छ। अब हाम्रो 40,000 रहेको छ 50,000 मध्ये, त्यसैले 50,000 मा हामीले 40,000 फुली रिकभर गर्न सक्यौँ। यसमा 40,000 10,000 गरेर हाम्रो 50,000 रिकभर भयो।
अब त्यस पछाडि इयर 2 मा हाम्रो 25,000। अब इयर 2 को भनेको हाम्रो 3 बाट काउन्ट भएर जाँदाखेरि 9 टेबलसम्म पुग्छ। यसमा 9 सम्म छैन, अब त्यसैले हामीले 8 सम्म नै क्यारी फरवर्ड गर्न पायौँ। अब हाम्रो इयर 3 मा 10,000 हाम्रो अघि हामीले इयर 1 कै रिकभर गर्यौँ, त्यसैले यसमा निल भयो। इयर 4 मा लस छ, त्यसैले यसमा हामीले घटाउन सकेनौँ। इयर 5 मा हाम्रो अझै 10,000 रहेको छ। 50,000 मा 40,000 रिकभर हुँदाखेरि 10,000 रहेको छ, त्यो 10,000 हामीले रिकभर गरिदियौँ इयर 2 को लागि, जुन हाम्रो 25,000 छ। अब 25,000 मा 10,000 घटाइसकेपछि हाम्रो अझै 15,000 रहन्छ। इयर 6 मा इन्कम 20,000 छ, हाम्रो रहेको जुन 15,000 छ त्यो हामीले फुल्ली रिकभर गर्न पायौँ। यो 10,000 र 15,000 जोड्दाखेरि हाम्रो 25,000 जुन छ हाम्रो लस इयर 2 को, त्यो हाम्रो रिकभर भयो। अब त्यसै गरी इयर 4 को जुन 25,000 लस छ त्यो हामीले इयर 5 बाट काउन्ट गरेर 7 सम्म पुर्याउने। 5, 6, 7, 8, 9, 10, 11 गर्दाखेरि हाम्रो 11 जुन टेबल छ 11 इयरको टेबलसम्म हाम्रो क्यारी फरवर्ड हुन्छ। तर हाम्रो यसमा इयर 8 सम्म मात्र छ, सो हामीले इयर 8 सम्म यसलाई क्यारी फरवर्ड गर्न पायौँ। अब इयर 4 को जुन 25,000 छ हामी त्यो इयर 5 बाट सुरु गर्छौँ। हाम्रो यो 40,000 र 10,000 रिकभर भएकोले गर्दाखेरि इयर 2 र इयर 1 मा हाम्रो इयर 5 निल भयो। अब त्यसै गरी इयर 6 मा 20,000 थियो। अब 20,000 मध्ये हामीले 15,000 इयर 2 मा रिकभर गर्यौँ। अब यसमा चाहिँ 5,000 उब्रेको छ, जुन हामीले इयर 4 को लागि रिकभर गर्न सक्छौँ। इयर 4 मा हाम्रो 25,000 लस छ, जसमध्ये 5,000 हामीले इयर 6 को इन्कममा रिकभर गर्यौँ। अब हाम्रो अझै 20,000 उब्रिन्छ र त्यो इयर 7 को जुन 30,000 इन्कम छ त्यसमा हामीले 20,000 चाहिँ फुल्ली रिकभर गर्न सक्यौँ, जसले गर्दाखेरि हाम्रो यसमा कुनै अनरिकभर लसहरू छैन। यति गर्दाखेरि हाम्रो 25,000 फुल्ली रिकभर भयो। यति नै हो क्यारी फरवर्ड गर्ने तरिका। अब यसमा हामीले अब अन्तिममा ट्याक्सेबल इन्कम भनेर देखाउँछौँ। इयर 1 को निल, इयर 2 को निल, इयर 3 को यो जुन छ मैले 50,000 लेखेको, यो माथिको माइनसलाई नै प्लस गरेर निल देखाउनका लागि यो प्लस गरेको। यो जुन लस छ 50,000 त्यसलाई नै प्लस 50,000 देखाएर निल गरेको। इयर 2 को पनि जुन माइनस 25,000 छ त्यसलाई प्लस 25,000 लेखेर निल देखाउनका लागि राखेको। यिनीहरू तपाईँहरूले नराख्दा पनि हुन्छ, राख्नुभयो भने अझ राम्रो हो। र यो जुन 10,000 छ यसमा 10,000 मा 10,000 गर्दा हाम्रो निल भयो। र 25,000 को पनि हामीले त्यसरी नै माइनस र प्लस गरेर निल देखाएको। यसमा 40,000 मा 10,000 50,000 फुल्ली रिकभर भएर हाम्रो 50,000 निल भएको छ। त्यसै गरी 20,000 पनि हाम्रो यो 20,000 मा 20,000 नै रिकभर भएर हाम्रो यो पनि निल भएको छ। र 30,000 मध्ये 20,000 रिकभर भएर हाम्रो 10,000 उब्रिन्छ र 50,000 जस्ताको त्यस्तै छ। यो 50,000 र 10,000 गरेर टोटल 60,000 चाहिँ बुकको पछाडि एन्सरमा देखाएको हुन्छ ट्याक्सेबल इन्कम, र हामीले चाहिँ यसमा यसरी नै देखाउँछौँ।